श्री कृष्णको कथा भाग 3 गोकुलको नटखट कान्हा। गोकुलको बिहान सधैँ जस्तै शान्त र हरियो थियो। यमुना नदीको किनारमा हल्का कुहिरो फैलिएको थियो। गोठालाहरू गाईबस्तु निकाल्दै थिए। गोपीहरू घैँटा बोकेर पानी लिन निस्कँदै थिए। तर त्यो बिहान अरूभन्दा फरक थियो, किनकि नन्दराजाको घरमा एउटा सानो मुस्कानले सारा गोकुल उज्यालो बनाइरहेको थियो। कान्हा यशोदाको काखमा सुतिरहेको त्यो नीला अभशिशु हेर्दा साधारण लाग्थ्यो, तर उसको हरेक हाँसोमा गोकुलका मानिसहरू अकारण आनन्द महसुस गर्थे। नन्दराजा गर्वले भन्थे, मेरो छोरो त सारा गोकुलको ज्यान हो। कान्हा अलिक ठुलो हुँदै जाँदा उसका नटखटपन पनि बढ्दै गए। ऊ चुपचाप बस्ने बालक थिएन। बिहान आँखा खुल्ने बित्तिकै ऊ आँगनभरि दौडिन्थ्यो। कहिले बाछाको पुच्छर समात्थ्यो, कहिले आमाको साडी तान्थ्यो। यशोदा कहिले हाँस्थिन्, कहिले झर्किन्थिन्, तर रिस कहिल्यै टिक्दैनथ्यो। सबैभन्दा ठुलो चर्चा भने माखन चोरीको थियो। गोपीहरूले भाँडाभुँडोमा माखन लुकाएर राख्थे, छतमा डोरीमा झुन्ड्याएर। तर कान्हा जहाँ माखन त्यहाँ पुग्थ्यो। साथीहरूलाई बोलाउँथ्यो, हे रामा, सुदामा, आज माखन यहाँ छ। सानो कान्हा ढुङ्गामाथि ढुङ्गा राखेर चढ्थ्यो, कहिले साथीको काँधमा उभिन्थ्यो। भाँडो फुट्थ्यो, माखन खस्दै गयो। सबै मिलेर खान्थे र बाँकी माखन बाछाबाछीलाई खुवाइदिने, फेरि प्रमाणै मेटिने। गोपीहरू उजुरी लिएर यशोदा कहाँ पुग्थे। यशोदा, तिम्रो छोरोले आज पनि हाम्रो माखन चोर्यो। यशोदा कान्हालाई बोलाउँथिन्, कान्हा, के तिमीले माखन चोर्यौ? कान्हा ठूला आँखा खोलेर भन्थ्यो, आमा, मैले होइन, बाछाले खायो। र बाछातर्फ औँला देखाएर मुस्कुराउँथ्यो। यशोदा रिसाउँथिन्, तर त्यो मुस्कानले सबै पग्लिन्थ्यो। एक दिन गोपीहरूले कान्हालाई रङ्गे हात समाते। माखन मुख पुरै सेतो। अब त झुट नबोल, गोपीहरूले भनिन्। कान्हाले शान्त स्वरमा भन्यो, यदि मैले माखन खाएको छु भने मेरो मुखभित्र हेर्नुस्। यशोदाले मुख खोल्न भनिन्। जसै कान्हाले मुख खोल्यो, यशोदा स्तब्ध भइन्। त्यहाँ उनले देखिन् आकाश, तारा, सूर्य, चन्द्रमा, पर्वत, नदी, देवता, सम्पूर्ण ब्रह्माण्ड। उनका खुट्टा काँप्न थाले। यो के हो? तर अर्कोपल्ट कान्हाले मुख बन्द गर्यो, सबै सामान्य। यशोदा झसङ्ग भइन्, के म सपना देख्दैछु? तर मातृत्वले फेरि भगवानलाई छोरोमै देख्यो। त्यसपछि आयो पुतनाको कथा। कंसले थाहा पाइसकेको थियो उसलाई मार्ने बालक कतै जन्मिसकेको छ। उसले पुतनालाई पठायो, एक भयानक राक्षसी जसले स्तनमा विष लगाएर बालक मार्थे। पुतना सुन्दरीको रूप लिएर गोकुल आइन्। म बच्चा स्याहार्ने आमा हुँ भन्दै नन्दको घर बसिन्। यशोदाले केही शङ्का गरिनन्। पुतनाले कान्हालाई काखमा लिएर दूध पिलाउन थालिन्, तर त्यो दूध विषालु थियो। क्षणभरमै कान्हाले पुतनाको स्तनसँगै उसको प्राणै चुस्न थाले। पुतना आफ्नो असली रूपमै बदलिन्, ठूलो शरीर, भयानक चिच्याहत, तर कान्हा शान्त। एकछिनमै पुतना ढलिन्। गोकुल डरले काप्यो, तर कृष्ण सुरक्षित थिए। ऋषिहरूले भने, यो बालक साधारण होइन, यो भगवानको अवतार हो। तर गोकुलका लागि ऊ भगवान होइन, आफ्नै कान्हा थियो। अर्को दिन आयो तृणावर्त। हावाको रूप लिएर राक्षस आयो, कान्हालाई उडाएर आकाशमा लैजान खोज्यो। तर कान्हाको तौल बढ्दै गयो, यति भारी कि तृणावर्त आकाशमै च्यातियो। फेरि कान्हा यशोदाको काखमै। यशोदाको डर बढ्दै गयो। उनले कान्हालाई बाँध्ने निर्णय गरिन्। यो बालक धेरै नै नटखट भयो। डोरी ल्याइन्, तर डोरी सधैँ 2 औँला छोटो पर्थ्यो। जति डोरी थपिन् उति छोटो। अन्ततः यशोदाले थाकेर आँसु झारिन्। त्यही क्षण डोरी पूरा पुग्यो। कृष्ण बाँधिए, आमाको प्रेमले। त्यही बाँधिएको अवस्थामा कृष्णले यमल, अर्जुन 2 रुख ढलेर शापग्रस्त देवपुत्रहरूलाई मुक्त गरे। गोकुलमा दिन बित्दै गए। कान्हाको हाँसो, रुनु, खेल सबै लीला जस्तै। ऊ कहिले भगवान, कहिले साधारण बालक, तर हरेक लीलामा एउटा सन्देश थियो। भगवान शक्ति मात्र होइन, स्नेह पनि हुन्। उनी डर होइन, प्रेमले बाँधिन्छन्। भाग 3 को सन्देश। ईश्वर बालक बनेर आउँदा पनि संसार चलाउने शक्ति बोकेर आउँछन्, तर बाँधिन्छन् केवल प्रेमले। यस्ता अझै भावुक र शिक्षामूलक कथाका लागि लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।